छन् गरी सबै मेरी, छैनन् गरी सबै पेरी छ, सबैको प्यारो छैन आफ्नैको पनि आँखाको तारो, आँखाको तारो। धन्यवाद। कार्यक्रम उद्देश्य थियो यस गरिमामय सभामा बस्नु भएको, यस गरिमामय सभा कार्यक्रमका सभाध्यक्ष महोदय, प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिगण एवं दुधको दुध पानी पानी छुटाउन बस्नु भएको निष्पक्ष निर्णायक मण्डलज्यू, समय पालकज्यू, पत्रकारज्यू एवं व्यासमा आसीन रहनु भएको मेरा मान्यजनहरू, साथै प्रतिस्पर्धी तथा अप्रतिस्पर्धी मित्रहरूलाई सम्पूर्ण गुरुवर्गहरूमा मेरो व्यक्तिगत तर्फबाट हार्दिक नमस्कार। आज यस इनभर फ्यासनद्वारा आयोजित गरिएको अन्तर् विद्यालय आधारभूत तहमा ज्ञान प्रतियोगितामा म मेरो विद्यालयको प्रतिनिधि पात्रको रूपमा उभिनु पाउँदा अत्यन्तै खुसी छु। मैले मेरो विषय अघि नै उद्धृत गरिसकेको छु। म आज धनको पक्षबाट बोल्न गइरहेको छु। मानव सभ्यताको विकासका क्षेत्रको प्राथमिकता बढ्दै आएको छ र आज 21औं शताब्दीमा आइपुग्दा धनको प्राथमिकता तुलिएको जस्तो लाग्छ। भोक आफै लाग्छ, निन्द्रा आफै लाग्छ। त्यस्तै धन कमाउन कसैलाई सिकाउनु पर्दैन, त्यो त समयले नै सिकाउँछ। प्रविधिमा उच्चतम विकासले मानिसलाई सुखको साधनहरू उपलब्ध गराएको र तिनै सुखका साधन प्राप्तिका लागि मानिस उद्यम भएको आम्रे आँखा अगाडि छ। जति हामी धन कमाउन तत्परता देखाउँछौँ, जति हामी एक चौथाइ शिक्षा प्राप्तिमा देखाउँदैनौँ। त्यसैले पनि विद्याभन्दा धन नै ठुलो हो। असहायलाई सहयोग गर्नुहोस्, जीवजन्तु पर्यावरण सुरक्षा र संरक्षणका लागि पनि धन नै आवश्यकता पर्छ। एवं ठुलो ओहदामा पुग्न, मान्छे दिन, आफू चिन्न एवं खुसी हुन सबै धनकै महिमा उच्च हुन्छ भने धनलाई किन ठुलो नभन्ने त? डाक्टरले पनि आफ्नै पेसाप्रति धन कमाउनकै लागि मात्र खुसी छ। कलाकारले गोसलता धनकै इलाजलाई प्रस्तुत गर्छ। एवं विविध जीवनमा धनले प्रशय पाएको पाउँदै म विद्यालय बढावा दिन आफ्नो तर्फ प्रस्तुत गर्नु खासै बुद्धिमानी ठान्दिन। मेरो पूर्व वक्ता मित्रले अघि नै जति पनि विद्याको वर्णन गरे पनि, गुणगान गाए पनि उहाँमा पनि धन कमाउने उत्कट अभिलाषाले एक प्रखर वक्ताको रूपमा उभिनु भएको कुरो नकार्न सकिँदैन हुँदैन। जब धनको प्रयोग पारेर आउँछ त्यहाँ शिक्षाले शिर झुकाउनै पर्छ। जन्मदेखि मृत्यु पर्यन्त अति नै आवश्यक रत्न नै धन हो। पढ्नु पढाउनु विद्याको लागि जति नै गुणगान गाए पनि, जति नै दर्शन छाडे पनि धन छैन भने हात उठ्न गाह्रै पर्छ। घरको छानोता र परिवारको सुख शान्तिको लागि हाम्रो गुरुहरूले विद्याको वकालत गरेको कुरा साँच्चै नै सर्वजनक परिस्थिति हो। आजको समाजको सामाजिक समस्याको जड भन्नु नै गरिबी हो। यदि रहनुहुन्छ भने त्यस्ता सारा सामाजिक समस्याहरू हटाउन सकिन्छ, तर सिंह विद्याले त्यस्ता सामाजिक समस्याहरू हटाउन सक्दैन। तर धनले सारा सामाजिक समस्या तनावहरू हटाउन सक्नुहुन्छ। धनले मानिसको इज्जत प्रतिष्ठा बढाउनका साथै अकाल मृत्युबाट समेत बचाउँछ। सांसारिक सुख भोग्नु निमित्त हामीलाई धनले आवश्यकता पर्छ। धनले जुनसुकै मुलुकमा गएर घुमफिर गरेर आउन सक्ने सामर्थ्यमा लाग्छ भने विद्याले केवल किताबमा चित्र फोटाहरू हेरेर मनभरि पुरस्कारको फोटो राखेर बस्न बाध्य बनाउँछ। त्यसैले पनि विद्याभन्दा धन नै ठुलो हुन्छ। विद्यालाई ठोस रूप दिन समेत धनकै आवश्यकता पर्छ। भनाइ नै छ नि, पढेर भन्दा पढेर जानिन्छ। पढेको कुरो भन्दा देखेको कुरो विश्वासिलो र भरपर्दो हुन्छ। त्यसैले कुनै पनि कुराको बारेमा जान्नु छ भने हेर्ने र छुने अवसर प्राप्त हुनुपर्छ। धनीले सांसारिक सुखभोगहरू नजिकबाट निहाल्न सक्छ, तर विद्वानहरूले कल्पनामै सीमित रहनुपर्छ। मेरो विपक्षी मित्रलाई यो मेरो हेरकार होस्। भोक लाग्दा, बिरामी पर्दा के किताब सर्टिफिकेटका आधारमा भोक रोग शान्त हुन्छ त मित्र? पक्कै पनि हुँदैन। अब तपाईँले भन्नुहोस् विद्या ठुलो कि धन? पक्कै पनि हामी मानवको लागि विद्याभन्दा धन नै ठुलो पर्छ, धन नै आवश्यकता पर्छ। त्यसै अझै पनि म भन्छु विद्याभन्दा धन नै ठुलो हो र ठुलो हुनेछ, रहिरहनेछ। यति भन्दै म मेरा भनाइहरूलाई एक टुङ्ग्याउन चाहन्छु। सबैको दिन शुभ रहोस्। हस्त धन्यवाद।